बर्मुडा ट्रायंगल यो एउटा यस्तो एरिया हो जसको नामबाट अहिलेसम्मकै सबभन्दा धेरै मुभी डकुमेन्ट्रीहरू बनेको छ। बर्मुडा ट्रायंगल एक रहस्यमय क्षेत्र हो जुन उत्तर एटलान्टिक महासागरमा अवस्थित छ। बर्मुडा ट्रायंगललाई तीनवटा देशले कनेक्ट गर्छ, बर्मुडा, पुर्टो रिको र अमेरिकाको फ्लोरिडा। यसको क्षेत्रफल 13 लाख वर्ग किलोमिटर रहेको मानिन्छ। बर्मुडा ट्रायंगललाई डेभिल ट्रायंगल पनि भनिन्छ किनकि यहाँ हजारौंको संख्यामा प्लेन, विमान, जहाजहरू दुर्घटनाग्रस्त भएका छन्। अचम्मको कुरो के छ भने यो एरियामा हराएको विमान, जहाजहरूको कुनै अवशेष पनि फेला पर्दैन। बर्मुडा ट्रायंगलको मिस्ट्री 500 वर्षभन्दा पनि पुरानो मिस्ट्री हो। 1492 मा क्रिस्टोफर कोलम्बसले नयाँ संसारको खोजीको लागि निस्केको थियो। यात्राको दौरानमा कोलम्बसले आकाशमा एउटा अनौठो प्रकाश देख्छ। त्यो प्रकाश बिस्तारै बिस्तारै समुद्रमा खसेको दाबी गरे। अचानक त्यतिखेर कोलम्बसको कम्पास पनि बिग्रियो। यो कम्पास पुरानो जमानामा आफ्नो डाइरेक्सन हेर्नको लागि प्रयोग गरिन्थ्यो। अब यो सबै कुराहरूलाई कोलम्बसले आफ्नो डायरीमा नोट गर्छ अनि यहाँदेखि नै यो मिस्ट्रीको सुरुवात हुन्छ। 1819 को समयमा यो एरियालाई तीनवटा नामले चिनिन्थ्यो, ग्राभर्ड अफ द एटलान्टिक, सी अफ धुम र सारगोसो ग्राभर्ड। तर पहिलोचोटि 1964 मा यो एरियालाई बर्मुडा ट्रायंगलको नामले चिनियो। आर्गोसी नाम गरेको एउटा म्यागजिनमा भिन्सेन्ट गेडिज नाम गरेको मान्छेले यो एरियाको बारेमा आर्टिकल लेखेको थियो। यसको टाइटलमा द डेडली बर्मुडा ट्रायंगल नाम दिएको थियो। यो आर्टिकलमा यो एरियालाई मिस्टिक बनाउन खोजियो, तर यो के कारणले यो घटनाहरू हुन्छ यसको बारेमा त्यस्तो केही पनि लेखेको थिएन। यसलाई मात्र मिस्ट्री बनाउन खोजिएको थियो। आर्टिकल पब्लिस भइसकेपछि पुरै दुनियाँलाई चाहिँ बर्मुडा ट्रायंगलको बारेमा थाहा हुन्छ। हुन त यो एरियाबाट हजारौंको संख्यामा विमान र जहाजहरू बेपत्ता भएका छन्। 1918 मा USS साइक्लोपस नाम गरेको एउटा मालवाहक जहाज थियो। यो जहाजलाई बाल्टिमोरदेखि ब्राजिलको लागि निस्किन्छ। यो जहाजमा क्रू मेम्बर र प्यासेन्जर मिलाएर टोटल 309 जना मानिसहरू थियो। यात्राको दौरानमा चालक दलहरूले मौसम सामान्य रहेको जानकारी पनि गराएका थिए। अचानक यो जहाज बर्मुडा ट्रायंगलको एरियाबाट सधैँको लागि गायब हुन्छ। यस्तै खालको अर्को एउटा मिस्ट्री रहेको छ फ्लाइट 19 को। 1945 मा US नेभीका 5 वटा बमबार्डक विमान परीक्षणका लागि उडान गर्छ। यो प्लेनहरूमा 13 जना स्टुडेन्ट थिए र 1 जना चार्ली टेलर सिनियर पाइलट थियो। यो सिनियर पाइलटले सबै स्टुडेन्टहरूलाई लिड गरिरहेका थिए। परीक्षण टोटल 3 घण्टाको थियो। 2 बजेदेखि 5 बजेसम्म सबै प्लेनहरू चाहिँ फ्लोरिडादेखि उडान गर्छ अनि बर्मुडा ट्रायंगलको एरियाबाट सधैँको लागि गायब हुन्छ। गायब भएको प्लेनहरूलाई खोजी गर्नको लागि 13 जनाको टिम बनाउँछ अनि 2टा प्लेन चाहिँ खोजीको लागि निस्किन्छ। खोजी गर्नको लागि निस्केका 2वटा प्लेन पनि बर्मुडा ट्रायंगलको एरियाबाट गायब हुन्छ। त्यसको कुनै अवशेष पनि फेला पर्दैन। अर्को डर लाग्ने मिस्ट्री रहेको छ इलेन अस्टिनको। 1881 मा इलेन अस्टिन नाम गरेको एउटा पानी जहाज थियो। यो जहाज लन्डनदेखि न्युयोर्कको लागि निस्किन्छ। यात्राको दौरानमा अस्टिनका पाइलटले एउटा नौलो जहाज देख्छ। त्यो नौलो जहाजलाई कन्ट्याक्ट गर्न पनि खोज्छ, तर उताबाट कुनै पनि रेस्पोन्स आउँदैन। नआएपछि अब अस्टिनका क्याप्टनले त्यो नौलो जहाजलाई आफूसँगै लाने भनेर प्लान बनाउँछ। 2 दिनसम्म वेट गरिरहे तर उताबाट कुनै पनि रेस्पोन्स आउँदैन। नआएपछि अब आफ्नो क्रू मेम्बरलाई चाहिँ त्यो नौलो जहाजमा पठाइदिन्छ। पठाएपछि त्यो जहाजको हालत एकदम नर्मल थियो। टेबलमा खाना, ग्लासमा पानी सबै नर्मल थियो, तर मान्छे भने एउटा पनि छैन। अचानक त्यतिखेर नै ठुलो आँधी आउँछ। त्यो नौलो जहाज गायब हुन्छ। गायब भएपछि अब केही दिनपछि फेरि त्यो नौलो जहाज समुद्रमा देख्छ। क्याप्टनले फेरि आफ्नो क्रू मेम्बरलाई त्यो नौलो जहाजमा पठाइदिन्छ। फेरि ठुलो आँधी आउँछ। फेरि त्यो नौलो जहाज गायब हुन्छ। अब अस्टिनका क्याप्टनले त्यो नौलो जहाजको बारेमा केही नसोचिकन आफ्नो गन्तव्यतिर लाग्छ।
न्युयोर्क पुगिसकेपछि आफ्नो जहाजको ओनरलाई यो सब कुराहरू भनिदिन्छ अनि जहाजको ओनरले आफ्नो जहाजको नाम इलेन अस्टिन हटाएर मेटा राखिदिन्छ। फेसबुकको मार्क जुकेबर्ग यही जहाजको नामबाट इन्स्पायर भएर आफ्नो कम्पनीको नाम मेटा राखिएको छ। यो घटनाहरू यति पुरानो भइसक्यो कि हामीले 100% विश्वास गर्नु भनेको गल्ती हुन सक्छ, किनभने यो कहानी मात्र हो, यसको प्रुफ चाहिँ कतै पनि छैन। बर्मुडा ट्रायंगलको एरियामा विमान र जहाजहरू गायब हुनुको धेरै थ्योरीहरू रहेको छ। धेरैजसो मानिसहरूले के भन्छ भने जब यो एरियामा विमान र जहाजहरू आउँछ अनि एलियनले चाहिँ किडन्याप गरेर लगिहाल्छ भनेर पनि भन्ने गरिन्छ, तर यो कुरालाई चाहिँ वैज्ञानिकहरूले पुष्टि गरेको छैन। अर्को थ्योरी रहेको छ टाइम ट्राभलको। कतिपय मानिसहरूले के भन्छ भने यो एरियामा अर्को दुनियाँमा जाने बाटो रहेछ भनेर पनि भन्ने गरिन्छ। जब यो एरियामा विमान र जहाजहरू आउँछ अनि अर्को दुनियाँमा गइहाल्छ भनेर भन्छ, तर यो कुरा पनि एउटा काल्पनिक कहानी मात्र हो, यसमा कुनै प्रुफ छैन। अर्को थ्योरी रहेको छ चुम्बकीय शक्तिको। कतिपय मानिसहरूले के भन्छ भने यो एरियाको समुद्रभित्र धेरै चुम्बकहरू रहेको छ। जब यो एरियामा जहाज र विमानहरू आएपछि यो चुम्बकले आफूतिर तानिहाल्छ अनि विमान र जहाजहरू गायब भइहाल्छ, तर यो कुरा पनि फेक हुन्, गलत हुन्। वैज्ञानिकहरूले त्यस्तो कुनै पनि चुम्बक नरहेको पुष्टि गरेका छन्। ब्रुस गेर्नर नाम गरेको एकजना पाइलट बर्मुडा ट्रायंगलको एरियाबाट आफ्नो जान बचाएर आएका छन्। हुन त यो पाइलट मात्र थिएन, बिजनेसम्यान पनि थियो। 4 डिसेम्बर 1970 ब्रुस गेर्नरले बर्मुडा ट्रायंगलको एरियामा फ्लाइट गरिरहेका थियो। जब उनी बर्मुडा ट्रायंगलको एरियामा प्रवेश गर्यो तब त्यसमा चाहिँ एउटा बादलको गुफा देख्यो। जब उनी त्यो गुफाभित्र प्रवेश गर्यो त्यसमा चाहिँ बिजुली चम्केको पनि देख्यो, तर भने कुनै साउन्ड त्यस्तो आएको थिएन। अचानक त्यतिखेर कम्पास र नेभिगेसन सिस्टम पनि बिग्रियो। जब उनी त्यो गुफाबाट बाहिर निस्के त्यतिखेर 30 मिनेटको दूरीलाई 3 मिनेटमै पार गरेको पनि बताए। जब उनी म्यामीमा ल्यान्ड गरे तब त्यतिखेर उनलाई चाहिँ थाहा भयो आफूले सोचेको भन्दा पनि छिटो म्यामीमा ल्यान्ड गरियो भनेर। आजको समयमा बर्मुडा ट्रायंगलमा हुने यो घटनाहरूको कारण वैज्ञानिकहरूले पत्ता लगाइसकेको छ। सबभन्दा ठुलो कारण रहेको छ हेक्सागोनल क्लाउडको। यो क्लाउडमा हावाको स्पिड यति धेरै हुन्छ कि करिब 250 किलोमिटर प्रति घण्टाको स्पिडले हावा चल्छ। यो क्लाउड हेक्सागोनलको सेपमा हुन्छ, 6वटा एंगल पनि हुन्छ। यो क्लाउडमा विमान प्रवेश गरिसकेपछि यदि सेम डाइरेक्सनमा छ भने त्यो प्लेनलाई स्पिड बढाइदिन्छ, यदि अपोजिट डाइरेक्सनमा छ भने त्यो प्लेनलाई नै ध्वस्त गरिदिन्छ। जस्तो कि यताबाट हावा आएको छ अनि उताबाट प्लेन आएको छ भने त्यो हावाको फोर्स यति धेरै हुन्छ कि त्यो प्लेनलाई नै ध्वस्त गरिदिन्छ। जहाजहरू हराउनुको ठुलो कारण रहेको छ ज्वालामुखी विस्फोट। ज्वालामुखी विस्फोट भइसकेपछि त्यसबाट मिथेन ग्यासहरू निस्किन्छ। अब मिथेन ग्यासले के गर्छ भने त्यो पानीको डेन्सिटीलाई कम गरिदिन्छ अनि त्यसमा चाहिँ जहाजहरू डुब्ने गर्छ। जस्तो कि हामीले कतै देखेको पनि होला, पानीमाथि कुनै किरा फट्याङ्ग्राहरू गुडेको पनि देखेका छौँ। त्यो किन डुब्दैन भने त्यो पानीको डेन्सिटी धेरै भएको कारणले त्यो किराहरू चाहिँ डुब्दैन। अब यहाँनिर के गरिदिन्छ भने मिथेन ग्यासले त्यो पानीको डेन्सिटीलाई कम गरिदिन्छ। कम गरिदिएपछि अब त्यसमा चाहिँ जहाजहरू डुब्ने गर्छ। पुरानो जमानाको तुलनामा आजको दिनहरूमा हामी टेक्नोलोजीमा एडभान्स भइसकेको छौँ। आजको समयमा बर्मुडा ट्रायंगलको एरियामा विमान पनि जान्छ, जहाज पनि जान्छ, त्यस्तो केही घटनाहरू चाहिँ हुँदैन। एउटा वेबसाइट रहेको छ flightradar24.com, त्यसबाट हेर्न पनि सक्नुहुन्छ बर्मुडा ट्रायंगलको एरियामा कति धेरै प्लेनहरू रहेको छ भनेर। त्यस्तो कुनै अप्रिय घटनाहरू चाहिँ त्यस्तो केही पनि हुँदैन। आजको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला। हस्त नमस्ते।